सम्पूर्ण हाम्रो शुभचिन्तकहरुमा जय गुरु कनि नमस्कार गुड मर्निङ। अहिले हाम्रो नानीहरुको बिहानको एक्जाम यानी कि टेस्ट चलिरहेको छ। अनि एकदम मेहनत गर्दैछ नानी बाबुहरुले। आइगो 1 तारिखदेखि त सुरु छ। सबैलाई हामी भन्ने गर्छौं रिटन एक्जाम राम्रो भएन भने अगाडि धेरै मुस्किल पर्छ। किनभने मेरिटको लागि योपालि जुन दर्द भरि नानीले आँसु चुहाइरहेको छ नि, किनभने यो रिटन एक्जामकै कारण हो। हामी खाली अग्निवीरको लागि मात्रै, इन्फेन्ट्री अग्निवीरको लागि मात्रै हामी तयार गर्छौं। बाँकी अग्निवीर नेभी, अग्निवीर एयरफोर्स यसको लागि पनि हामी तयार गर्नुपर्छ। तर हाम्रो पहाडको नानीहरू यो विषयमाथि अलिक अनभिज्ञ छैनन्। त्यति साह्रो चासो लिँदैन र फेरि यिनीहरू रिटन एक्जाममा पास हुँदैनन्। योपालिदेखि हाम्रो घरका लाउरेको नानीहरूले अग्निवीर नेभी, अग्निवीर एयरफोर्समा पनि भाग लिइरहेको छ। त्यसको बादमा फेरि एसएससी जीडीमा त अब लिइ नै रहेको छ। फेरि पनि एसएससी जीडीमा बढचढ गरेर भाग लिनुपर्नेछ। यो त खाली सिपाहीको सपना हो। अब हामीले अधिकारी बन्ने यानी कि अफसर बन्ने सपना पनि बोक्नुपर्नेछ। अफसर बन्ने पनि सपना बोक्नुपर्छ। किनभने हाम्रो घरका लाउरेका नानीहरूले अहिले जो अग्निवीरमा गएको छ नानीहरू, उनीहरूले यो अधिकारीको टेस्टहरू पनि यानी कि अफसर बन्ने एक्जामहरू पनि यिनीहरूले अहिले तयार गरेर पार्टिसिपेट गर्दैछ। यो ठुलो एउटा एचिभमेन्ट पनि हो।